हेलो गाइस, ल साथीहरु फेरि हामी आइपुग्यौँ फेरि एउटा नेक्स्ट लेभल भिडियो बनाएर हैन लिएर आएँ जो कि यता छ दर्पण। हेलो नि हेलो गाइस के भन्छस् त कहाँ जाँदैछन् भन्दै थियो केटो जो कि यता छ टुङ हो। टुङ त हैन यो पिएचई के अरे एचपी न एचपी न पिएचई हो त हैन। त्यसैले होस् हाम्रो गाउँमा चाहिँ अप्पर केलाडी बस्तीमा चाहिँ जो कि यहाँबाट पानी जानेवाला छ हो। तर अहिले फिलहालमा कतिदेखि कहिलेदेखि स्टार्ट हुन्छ अरे केटो 1 इयर आमा हो भनेपछि अझै अर्को नेता आएपछि मात्रै बनिने रहेछ भनेपछि गाउँमा पानी जाने रहेछ है। यो जो कि आज चाहिँ हामी एक्सप्लोर गर्न जाँदैछौँ कि यो यहाँबाट चाहिँ हाम्रो अप्पर केलाबाट अल देख्छ भनेर हो। ल त्यहीँ गएर गेट त बन्द पो रहेछ त हो। कताबाट चढ्नु पर्ने हो? फेन्सिङ त लगाएको छैन है? कताबाट चढौँ भयो त? कताबाट पस्नु पर्ने केटो? छ त्यहाँनिर जग्गा ए झन्डै खुल्ला रहेछ है। म त यो सोचेर त फेरि ब्लग भनिरहेको कि नजारा यस्तो छ बस्तीमा चाहिँ अब ठुलो ट्याङ्की हो नि त। यहाँबाट चाहिँ अब अल टोटल बस्तीहरूमा केलाबारीको चाहिँ मान्छेहरूले खान्छ यहाँको पानी भनेर बनाउने के भन्छ त्यसलाई के भन्छ हौ यसलाई? कतिदेखि स्टार्ट गरेको थियो खोइ 26 लागिसक्यो बनिएको छैन। चढ्नेवाला छौँ यहाँबाट जात त यहाँबाट चढ्दिउँ भनेको कि अब यहाँबाट चाहिँ हामी के उकालो छ कि डर लाग्छ फेरि हो चिउ लाग्छ फेरि यता फेरि केही रहेन रहेछ हो। बच्चा बच्चीहरूलाई चाहिँ यता नआउनु दिनु पर्यो होला। यो केलाबाडी बस्तीमा चाहिँ यता चढ्नु पर्छ त्यस्तो नकार्नु होइन अम्बो यस्तो बाटो छ हो। एक मिस्टेक ग्याम खलास ग्याम मिस भन्छ नि त्यस्तो छ यता हात्नै पर्ने। कति स्टेप भयो चढिँदैछ माथि छ हो। जो कि यहाँ साथी छ हल्लाइदिँदो रहेछ अन्त के भयो अरे धन्नले गार्डहरू चाहिँ यहाँ रहेन रहेछ है। गार्ड बसेको छैन है। अनि जो कि हाम्रो गाउँ चाहिँ यस्तो एउटा हो होइन। यता गाउँ यता साथी गाउँ मेरो घर यता अलि माथि पुगेपछि अझै राम्रो नेक्स्ट लेभल देख्छ कि। हेर्दै जानुहोस् मेरो ब्लगलाई मिनी ब्लग यता यति बनिहाल्यो आउँदा अब यहाँबाट चाहिँ फेरि अब यसो माथि चढ्नु पर्ने रहेछ। आमा यो त अम्बो के हो यस्तो माथि चढ्नु पर्ने रहेछ हो। ल साथी हो यहाँबाट देखा त दोस्त ल त यहाँबाट देखा कि म चढिसकेर ठ्याक्कै बन्द गरेर माथि आइगयो। ल यता देखा न ए उख्रिँदैन होइन नि बगैँदै होइन ओके त त्यहाँदेखि चाहिँ कहाँ चढ्नु पर्ने? यहाँदेखि यस्तो रहेछ चढ्यो चिउ भएको छैन हात त रातै हुने रहेछ केटो। यता जुम गर्दै देखा न बन्द गरिदियो थियो अहिले छोटो बन्द गर्दै हात चाहिँ सिस हुने रहेछ यो पाराले। यस्तो कोल्टी गरेको होइन भयो छोटो बन्द गर्दै फोन गिराउ त्यस्तो ए हल्ला नगर। ल साथी यहाँ चाहिँ यो चाहिँ जुन चाहिँ हो सिँढी यहाँ त आइपुग्यौँ कि तर साह्रो पर्दो रहेछ के भन्छस् केटो? यहाँबाट चाहिँ अन्त हेर्नुहोस् है डाइना खोला देख्छ भन्छ केटाहरूले। म सुनेको थिएँ खासै गएको थिइनँ। यहाँ डाइना खोला चाहिँ देख्दै रहेछ हो। यता चाहिँ हाम्रो बस्तीको अझै नेक्स्ट लेभल माथि छ कि अन्त यो चाहिँ साह्रै डराउँदैछ हो। के भयो अरे केटो के भयो अरे माथि जाँदैछु कि यहाँबाट त यस्तो रहेछ धेर छैन। अब यसरी चढ्नु पर्यो फोन गिरो भने चाहिँ फेरि भात बनिने रहेछ हो। अझै माथि पनि रहेछ है हात चाहिँ फेरि रातै भयो। अनि यहाँबाट चाहिँ यता रहेछ इस हेर्नुहोस् आइपुग्यो जो कि यो गोला ल डर त डर लाग्दो रहेछ कि। अनि जो कि छ यता मेरो यताबाट चाहिँ गाउँहरू देख्छ होइन। ल नेक्स्ट लेभल देख्दो रहेछ। यता चाहिँ साथीहरूको घर छ यता मजाको देख्छ हौ अप्पर केलाबाडी। यताबाट चाहिँ सिधै यो डरले चाहिँ केही छैन हो के भयो अरे कसरी हिँड्दैछ यता हाम्रो गाउँ अप्पर केलाबाडी चाहिँ यहाँबाट यसो नजारा हिल साइडको फिलिङ आउँदो रहेछ। अनि यता चाहिँ तपाईँको भन्दाखेरि छोड्दा दोस्त छोड्दा अनि यताबाट चाहिँ हेर्दाखेरि अप्पर केलाबाडी हेर्नुहोस् है दामी देख्छ। यता यो चाहिँ हाम्रो डाइना खोला अम्बो डाइना खोला त मजाको देख्दो रहेछ नि होइन दामी हो दामी गुड। अम्बो यो त हाम्रै गाउँ हो हाम्रै केलाबाडी हो मस्त देख्दो रहेछ नि। ल हेर्नुहोस् त आमा नजारा त नि भगवान के हो। अझै टप फ्लोर पनि रहेछ त्यहाँ त चढ्नु बाँकी नै छ। त्यहाँ चाहिँ अलिकति नचढौँ जस्तो लाग्छ रिक्सी छ है नचढौँ होला हौ माथि त होइन माथि बार छ दामी डाइना खोला त दामी देख्दैछ यहाँबाट। ल आजको चाहिँ यही कार्य